नमस्कार, म डाक्टर चेतना। के तपाईँ तौल घटाउनको लागि डायटमा हुनुहुन्छ? 1-2 महिना तपाईँको मजाले तौल घट्यो, अब तपाईँको तौल घट्न छोड्यो भने यो भिडियो तपाईँको लागि है। अब यसलाई हामी वेट लस प्लेटो भन्छौँ है। अब मैले जहिले पनि मलाई भेट्न आउने बिरामीहरूलाई म के भन्छु भने तपाईँको लागि मैले डायट चार्ट जिन्दगीभरलाई दिएको होइन है। यो डायट चार्ट तपाईँलाई मैले मेरो पेसेन्टलाई हरेक महिना फलोअपमा बोलाइरहन्छु। कोही कोही आउँछन्, कोही कोही आउँदैनन्। अब कोही कोही बिरामीहरूले मैले जे डायट दिएको छु, जे एक्सर्साइज प्रिस्क्राइब गरेको छु त्यो गरिरहन्छन्। कसै कसैको 2 महिना 3 महिनापछि वेट घट्न छोड्छ। वेट घट्न छोडेपछि कोही कोही त अब एक्चुअली वेट घट्न छोडेपछि तपाईँले 15 दिन 20 दिन भित्रै डक्टरलाई भेटिहाल्नु पर्यो। तपाईँको डायट अलिकति एडजस्टमेन्ट गर्नुपर्ने हुनसक्छ, अलग किसिमको एक्सर्साइज गर्नुपर्ने हुनसक्छ। तर थुप्रै बिरामीहरूले के गर्छन्, वेट घटेन भनेर निराश भएर डाइटिङ गर्न पनि छोडिदिन्छन् या पुरानो डाइटै गरेर बस्छन्। अनि 4-5 महिनापछि डाक्टर साहब मेरो 4-5 महिनादेखि वेटै घटेको छैन भनेर आउनेहरू पनि छन्। यस्तो गल्ती नगर्नु होला। तपाईँको वेट घट्न छोड्यो भने यो एउटा नर्मल फिनोमिना हो है। किनभने हाम्रो मेटाबोलिजम, हाम्रो शरीर त्यही अनुसार एडजस्ट भइसक्छ अनि वेट घट्न छोड्छ। अब यसको लागि उपाय छ, तपाईँ डायट चेन्ज गर्नु पर्यो, एक्सर्साइज प्याटर्न पनि चेन्ज गर्नु पर्यो। कन्स्टेन्टली कन्टिन्युअसली तपाईँको तौल घट्दै जान्छ, निराश हुन पर्दैन है। नमस्कार।